नमस्कार सबैजनालाई। आज चाहिँ हामी बिरु क्लिनिङको अर्थात् बिल्डिङ क्लिनिङको फर्म कसरी भर्ने भनेर सिक्दैछौँ है त। सबैभन्दा पहिला हजुर यहाँदेखि अ, गुगलमा जाने होला। गुगलमा गइसके पछाडि जेबिएमए भनेर हान्नुहोला, बिल्डिङ क्लिनिङ एक्जाम भनेर आउँछ, यसलाई क्लिक गर्ने होला। र सबैभन्दा माथिको लाइनमा फेरि क्लिक गर्नुहोला। र यहाँनिर 2टा अप्सन दिएको छ। एउटामा क्रिएट एन अकाउन्ट र अर्कोमा लगइन भनेर दिएको छ। हामीले लगइनमा होइन क्रिएट अकाउन्टमा गएर क्लिक गर्छौँ है त। ल अब आउँछ यहाँनिर चाहिँ हामीले भ्याएसम्म चाहिँ सबै पढ्नु भए पनि हामीलाई धेरै कुराहरूको जानकारी हुन्छ। यदि भ्याएन भनेदेखि चाहिँ यहाँनिर सबै क्लिक गर्नुपर्ने हुन्छ। सबैमा क्लिक गर्नुहोला। त लास्टमा एग्री गर्नुहोला है त। र यहाँनिर चाहिँ तपाईँले यदि केटा मान्छे हुनुहुन्छ भनेदेखि चाहिँ मिस्टर लेख्नुहोला। यदि केटी मान्छे हुनुहुन्छ र अविवाहित हुनुहुन्छ भने एमएस लेख्नुहोला। र अथवा केटी मान्छे हुनुहुन्छ र विवाहित हुनुहुन्छ भने तपाईँले एमआरएस लेख्नुहोला। मैले चाहिँ यहाँनिर इक्जाम्पलको लागि एमएस लेखेर अघि बढ्छ है त। त्यसै गरी यहाँनिर हामीले आफ्नो नाम लेख्नुपर्ने हुन्छ। फर्स्ट नाम के हो त्यही लेख्ने है त। सपोज मैले आफ्नै नाम लेख्थेँ है त यहाँनिर चाहिँ। मिडल नेम छ भने लेख्नुहोस्, छैन भने पर्दैन। र यहाँनिर चाहिँ आफ्नो सरनेम लेख्नुहोला। मैले सुनार लेखेँ है त। यहाँनिर चाहिँ तपाईँले केही पनि लेख्नु पर्दैन। अब हामी जान्छौँ डाइरेक्ट डेट अफ बर्थमा। म एउटा कुनै डेट हान्छु है त। सपोज यो हानौँ है त। फर इक्जाम्पलको लागि गर्दैछु म। र यहाँनिर चाहिँ तपाईँले यदि केटा मान्छे हुनुहुन्छ भने मेल गर्नुहोस्, केटी मान्छे हुनुहुन्छ भने फिमेल गर्नुहोस् है त। र लास्टमा तपाईँले आफ्नो इमेल एड्रेस हान्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँनिर मेरै इमेल एड्रेस हाने है त सपोज। र इमेललाई कपी गरेर त्यसलाई पनि लगेर कन्फर्म गर्नको लागि हामीले पेस्ट गर्नुपर्ने हुन्छ है त। र नेक्स्ट गरौँ अब। र यहाँनिर गइसके पछाडि हामीले चाहिँ सेलेक्ट गर्न दिएका कुराहरूलाई बिस्तारै सेलेक्ट गर्दै र आफ्नो एड्रेसहरू भर्नुपर्ने छ। ती कुराहरू भर्छौँ है त। जस्तै तपाईँलाई वर्क अथवा अथवा आफ्नो अफिसको फोन नम्बर अफिसको एड्रेसहरू राख्न मन लागेको छ भने तपाईँले अफिसको राख्न सक्नुहुन्छ। अहिले चाहिँ मैले इक्जाम्पलको लागि होमको राखिदिएँ है त। त्यसै गरी यहाँनिर लोकेसन अथवा रिजन भनेको छ। तपाईँ जुन देशबाट यो इक्जाम दिँदै हुनुहुन्छ त्यही देशको नाम राख्नुपर्ने हुन्छ यहाँ। अधिकांश हामी नेपालबाट दिँदैछौँ, त्यही भएर हामीले नेपाल राख्छौँ है त। र यहाँ चाहिँ कम्पनीको नाम लेखेको छ। कम्पनी भनेर लेखेको छ। हामीले केही पनि लेख्नु पर्दैन यसमा चाहिँ। डाइरेक्ट हामी एड्रेसतिर जाँदा हुन्छ। तपाईँले यहाँनिर चाहिँ आफ्नो एड्रेस लेख्नुहोला। जुन ठाउँबाट इक्जाम दिँदै हुनुहुन्छ त्यही ठाउँको एड्रेस लेख्नुहोला है त। जस्तै मैले काठमाडौँ लेखिदिन्छु है त अहिलेको लागि। एड्रेस ट्रु त्यस्तो तपाईँको कुनै छ भने लेख्नु भयो हुन्छ, नभए यसमा चाहिँ पर्दैन है त। र सिटी कुन हो त्यो सिटी पनि लेख्नुपर्ने हुन्छ। मैले सिटीमा पनि फेरि काठमाडौँ लेखिदिन्छु है त। र पोस्टल कोड यहाँनिर तपाईँ जुन सिटीमा बस्नुभएको छ त्यही सिटीको पोस्टल कोड लेख्नुपर्ने हुन्छ है त। जस्तो कि मैले काठमाडौँकै पोस्टल कोड लेखिदिन्छु 44600। यहाँनिर चाहिँ तपाईँले आफ्नो टेलिफोन नम्बर राख्नुपर्ने हुन्छ। जस्तो मैले चाहिँ यहाँनिर आफ्नो टेलिफोन नम्बर राखिदिन्छु है त। सरी। र यहाँनिर चाहिँ हामीले आफ्नो टेलिफोन नम्बर राख्नुपर्ने हुन्छ। मैले चाहिँ मेरो अफिसको टेलिफोन नम्बर राखिदिएँ है त यहाँनिर। र एक्सटेन्सन नम्बर यहाँ चाहिँ केही पनि राख्नु परेन। र हामीले मोबाइल नम्बर आफ्नो राख्नुपर्ने हुन्छ। मैले यहाँ मोबाइल नम्बर पनि मेरै अफिसको राखेँ है त। र यहाँ चाहिँ सेलेक्ट करेस्पोन्डेन्स ल्याङ्ग्वेज भनेको छ। यसमा चाहिँ हामी इङ्ग्लिस राखिदिन्छौँ र नेक्स्ट गर्छौँ है। त्यसै गरी यहाँनिर आएर आफ्नो नेसनलिटी लेख्नुपर्ने छ। हामी चाहिँ नेपाली भएको भएर नेप्लिस लेख्छौँ है त।
हजुर। र यहाँनिर सानो गोलो दिएको छ। यहाँ पनि हजुरले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्नुहोला र नेक्स्ट गरिदिनुहोला। यहाँ चाहिँ अब हामीले युजर नेम राख्नुपर्ने छ। युजर नेममा चाहिँ हामीले थोरै ह्यासट्याग नम्बर पनि युज गर्नुपर्ने छ। मैले चाहिँ इक्जाम्पलको लागि युजर नेम राखिदिएँ। र यहाँनिर हामीले आफ्नो पासवर्ड चाहिँ क्रिएट गर्नुपर्ने छ। यो पासवर्ड राख्दाखेरि चाहिँ तपाईँले 12 वटा क्यारेक्टर हुनुपर्यो। त्यसमा पनि क्यारेक्टर चाहिँ तपाईँको एउटा क्यापिटल लेटरको अक्षर हुनुपर्यो। अनि त्यस पछाडि चाहिँ नम्बर अनि त्यस पछाडि ह्यासट्याग अथवा कुनै हजुरले राख्नुपर्ने छ। मैले चाहिँ यहाँनिर पनि तपाईँले माथि जे राख्नु भएको छ पासवर्ड तल त्यही राख्नुपर्ने छ है त। यहाँनिर गएर तपाईँले केही क्वेसनको आन्सर दिनुपर्नेछ। जुन क्वेसनहरू चाहिँ तपाईँको सेक्युरिटीको लागि राखिएको हो, यो क्वेसन चाहिँ भोलि तपाईँको पासवर्ड मिस्टेक भयो, हरायो, बिर्सिनुभयो भने पनि यही क्वेसनको आन्सरहरू दिएर चाहिँ तपाईँले पासवर्ड रिकभर गर्न सक्नुहुन्छ। जस्तै फर इक्जाम्पलको लागि यहाँनिर पनि मैले चुज गरेँ है त। वाट इज द लास्ट नेम अफ योर फेभरेट स्कुल टिचर भनेको छ। मैले चाहिँ मलाई सबै टिचरहरू मन पर्थ्यो तर पनि स्पेसल्ली विष्णु सरले मलाई अलि इन्करेज गर्नुहुन्छ त्यही भएर मैले उहाँको नाम लेखेँ। त्यसै गरी अर्को ठाउँमा पनि हामीले क्वेसन चुज गर्नुपर्नेछ। यहाँनिर चाहिँ सजिलो तपाईँलाई जुन सजिलो लाग्छ त्यही गर्नुभयो हुन्छ है त। हु वाज योर चाइल्डहुड हिरो भनेको छ। यसमा चाहिँ मलाई मेरो बाबा नै हिरो लाग्थ्यो त्यही भएर मैले बाबा नै लेख्छु। र अर्को पनि हामीले क्वेसन चुज गर्नुपर्ने छ। यहाँनिर चाहिँ मैले ल यही चुज गरेँ है त। वाट इज द फर्स्ट नेम अफ योर फेभरेट चाइल्डहुड फ्रेन्ड भनेको छ। मेरो चाहिँ सबैभन्दा मेरो मैले चिनेदेखि चिन्न सक्ने भएदेखि नै चिनेको मेरो साथी उसलाई म एकदमै मिस गरिरहन्छु लेखेँ है त मैले। ल यहाँनिर चाहिँ हामी अपडेट गरौँ है त। नेक्स्टमा जाउँ। अब हामी सक्सेस भएका छौँ। अब चाहिँ एकछिनमा तपाईँको मेल आउँछ। मेल आइसके पछाडि चाहिँ हामी यहाँ क्लिक गर्छौँ, ओपन हुन्छ। र यहाँनिर चाहिँ ह्याभ यु डिसाइड टु वर्क एट अ बिल्डिङ क्लिनिङ कम्पनी इन जापान भनेको छ। हामीले अवश्य पनि यस लेख्छौँ। त यहाँनिर चाहिँ तपाईँले आफ्नो अगाडि जे एड्रेस हाल्नु भएको थियो तपाईँ बसिरहेको ठाउँको त्यहीँको एड्रेस हाल्नुपर्ने हुन्छ। जस्तै मैले अघि हालेको थिएँ। र हामी फेरि नेक्स्ट गर्छौँ है त। र अब यहाँनिर आइसके पछाडि हामीले चाहिँ फेरि अग्री गर्छौँ है त। ओके। र यहाँनिर गइसके पछाडि चाहिँ तपाईँले अब सर्च गर्नुपर्यो तपाईँको सेन्टर कहाँ नजिक पर्छ त भनेर। एकचोटि हामी सर्च गरी हेरौँ है त यहाँनिर। र यहाँ मध्येबाट तपाईँले कुनै पनि एउटा छान्न सक्नुहुन्छ आफूलाई नजिक पर्ने ठाउँ। जस्तै मैले चाहिँ एजुकेसन पार्क यहाँनिर क्लिक गरेँ है त। र नेक्स्ट गरौँ। यहाँनिर आइसके पछाडि चाहिँ हामीले डेट चुज गर्नुपर्नेछ। कुन डेटमा हामी एक्जाम दिन सक्छौँ त्यो डेटमा चाहिँ हामीले क्लिक गरेर सपोज मैले 22 तारिक क्लिक गरेँ र यहाँनिर बुक दिस अपोइन्टमेन्ट भनेको छ। तपाईँले यहाँनिर क्लिक गर्न सक्नुहुन्छ। अहिले चाहिँ मैले बुक नगर्ने भएको भएर मैले चाहिँ यहाँ क्लिक गरिनँ। हजुरले क्लिक गर्नुहोला। थ्याङ्क यू सो मच। तपाईँलाई यस्तै अरू कुनै इन्फर्मेसन जान्न मन लागेको छ, तपाईँलाई आवश्यक परेको छ भनेदेखि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्ट सेक्सनमा गएर मलाई यो कुराको जानकारी दिनुहोस् न भन्नुभयो भने अवश्य तपाईँको लागि हामी भिडियो बनाउनेछौँ। आजको लागि थ्याङ्क यू सो मच।